के छ आज चटपटी ल हाम्रो अर्डर चाहिँ आइसकेको छ ल अर्को हानौँ अब एक वर्ष पछाडि चाहिँ नेपाल आउनु भएको छ कतारबाट कतारमा भनेको त्यही यो काम गर्नुपर्छ पेली पैसा भनेको त्यही हुन्छ हालत पनि ल अहिले चाहिँ हामी आइतबारे जाँदैछौँ चप खानको लागि बेलुका भिडियोको मुख्य आकर्षण भनेको चाहिँ अनमोल उचिया हुनुहुन्छ र उहाँ चाहिँ एक वर्ष पछाडि चाहिँ नेपाल आउनु भएको छ कतारबाट भर्खरै अस्तिको दिन मात्रै आउनुभएको फर्केर अनि उहाँको अनुभव चाहिँ आज सबै हाम्रो युथहरूलाई चाहिँ सेयर गर्दै हुनुहुन्छ हाम्रो अनमोल उचियाले ल अब भनौँ त के कुराहरू हुँदो रहेछ कस्तो सिस्टम हुँदो रहेछ सबै भन्नुपऱ्यो ल विदेश भनेको यस्तो हो कि तपाईँले भनेको जाने दुःख मात्र गर्नुपर्छ है तैँले भने जति सोचे जति हुँदैन होइन एक्सपेक्टेसन भर्सेस रियालिटी पाउनुहुन्छ एकचोटि गरे हेर्नुहोस् आफै तपाईँ चेक गर्नुहोस् अब त्यही हो अब कतारमा भनेको त्यही यो काम गर्नुपर्छ पेली पैसा भनेको त्यही हुन्छ हालत पनि के काममा जानुभएको थियो म भनेको टिबोयमा गएको थियो त्यही हो टिबोयमा जानुभएको थियो कति वर्ष काम गर्नुभयो 1 वर्ष गरियो 1 वर्ष काम गर्नुभयो अनि पैसा कति छाप्नुभयो गएको ऋण तिर्यो त्यही हो गएको ऋण मात्रै ब्याङ्कमा कति ब्याङ्कमा भनेको अहिले छैन नै भनौँ जिरो होइन होला त्यस्तो त होइन होला अलिअलि होला नि त पकेट खर्च अब यसो फाइनेन्सियल कन्डिसन भन्न मिल्दैन ल त अब चाहिँ हामी आजको हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ हेरौँ आज हामी यहाँनिर चाहिँ खानेवाला छौँ मजै होला है पहिलेको पुरानो जस्तो चाहिँ लागेन यहाँनिर खाँदै हुनुहुन्छ सबैजना ओ केटा हो कतिको खाने के छ आज चटपटी प्याजी अन्डा चप प्याजी खाम्ला ल आलु चप छ नि होइन ल हामीलाई दिनु कति मिक्स गरेर दिनु ल आलु चप प्याजी 100को दिनु ल हाम्रो अर्डर चाहिँ आइसकेको छ यहाँ रह्यो अचार यहाँ चाहिँ हाम्रो आलु चप अनि प्याजी चट्टसँग हाम्रो चाहिँ धमाधम गयो अब चाहिँ मिठो रहेछ आलु चप चाहिँ हामी सेकेन्ड टाइममा आएको बेला चाहिँ भाइ आएको थियौँ होइन यहाँ ऊ मामासँग भेट भएको बेला के भन्नु त रिभ्यू के छ रियाक्सन भाइ एकदम ठिक छ डिके मामासँग यहाँनिर दोस्रो टाइममा भेट भएको थियौँ डिके मामा हेर्दै हुनुहुन्छ भने चाहिँ हामीले सम्झेको छौँ फेरि यहाँ यही ठाउँमा आएर उच्च अनमोल एकदम ठिक छ यतै हेरेर भन्नु पऱ्यो नि त एकदम ठिक छ यहाँ यहीँ होइन के ठिक छ आलु चप कि प्याजी दुइटै यहाँ हामी लिएर आएको होइन यहीँ बिहान दाजु हामी बिहान यहाँ रोयल इनफिल्ड लिएर आएको बाबालाई एकदिन चाहिँ माग्नुपर्छ है होइन छ त हौ आलु चप ठिक छ कि प्याजी किन आलु चप खाइरहेको छस् मेरो लागि चाहिँ प्याजी नै ठिक छ होइन कहिलेकाहीँ चाहिँ यसरी है मजासँग बेलुका अब दिउँसो गर्मी लास्टै हुन्छ दिउँसो भनेको मान्छे कोही डुल्न सकिएन एकदम रोडबाटै बाफ आएर हुन्छ त्यस्तो अवस्थामा चाहिँ कोही पनि नडुल्नु होला बेलुका साँझ पख चाहिँ यसरी कहिलेकाहीँ चाहिँ है चट्टसँग बाहिर आउने परिकारहरू चाहिँ खाने मिठो मिठो यस्तै हो हान्छ नि होला आशिष भाइ पनि त्यस्तै गर्दै थियो तर पैसा भयो भने चाहिँ बेलुका बेलुका जहिले निस्किँदा पनि हुन्छ होइन
ल हामीले चाहिँ अब खाइ पनि सक्यौँ है। बिस्तारै रात पनि परिसक्यो, भिडियो पनि राम्रो आउँदैन। आजको हाम्रो भिडियो चाहिँ यस्तै थियो, यसो घुमघाम बेलुकाखेर केटाहरूसँग धेरै दिन पछाडि भेट पनि भयो होइन। विदेशी केटासँग चाहिँ विशेष गरी हाम्रो अलिकति लामो भेटघाट भएको थिएन। यता हाम्रो आगमन भाइसँग चाहिँ पहिलेबाटै हाम्रो चाहिँ डेली भेटघाट हो है। तर हाम्रो केटो क्यामेराम्यान भाइ पहिलेको मेरो जमानाको, अनि उहाँसँग चाहिँ भर्खरै आज भेट भयो। भर्खरै भन्दा पनि अस्ति विदेशदेखि आउनु बित्तिकै टक्कसँग भेटघाट भएन। यसो आफन्त यसो नातागोतासँग भेटघाट पार्टी हनाउँदाखेरि नै होइन दिन गयो होइन त। अनि फेरि 2-3 दिन पछाडि फेरि माथि पाहाडतिर लाग्दिहाल्यो मेरो गाउँतिर। मैले पहिले भिजिट गराएको थिएँ अनि त्यही भएर अनि फेरि आज चाहिँ ठ्याक्कै माथिबाट आउनु बित्तिकै टक्कसँग भेटघाट भयो। अनि गफ गर्दै 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 हामी परदेखि चाहिँ चट्ट मिलाएर आइपुगिसकेको छौँ। अनि हामीले खाने चिज खाइहाल्यो। अब केटाहरूलाई पनि गऱ्यो, धेरै खानु पनि हुन्न है। ल पैसा तिरौँ जाउँ। अङ्कल नि आउनु भएछ। जाउँ होइन त केटा। अब साँझ पखको चलपल हाम्रो उर्लाबारी चोकको चलपल यस्तो छ है। पूर्वदेखि पश्चिम, पश्चिमदेखि पूर्व जाने, घर फर्किने सबैजना यात्राबाट चाहिँ अब घरको अर्थात् आफ्नो गन्तव्य स्थानको बाटोमा सबैजना फर्किरहनु भएको छ साँझ पख। यही अवसरमा हामी चाहिँ यहाँनिरको लोकल मान्छे हो, त्यही भएर हामी चाहिँ बेलुकाखेर हावा खाँदै आनन्दसँग हिँडिरहेछौँ है। बिस्तारै हाम्रो सडकको भिड चाहिँ बिस्तारै कम हुँदै गइरहेको छ। 10 बजी 11 बजी चाहिँ सुनसान हुन्छ। 10-11 बजी चाहिँ मान्छे रोडमा चाहिँ फुटबल खेल्दा पनि हुन्छ होइन, त्यस्तो अवस्था हुन्छ। अहिले चाहिँ अलिकति गाडीको चलपल ठिकै छ है।